पाखा सबै घाम कहाँ तल्लै हो हामी नुहाउनको लागि 3 धारा खोज्दै तल झर्दैछौँ अब धारा होइन धारा चाहिँ खोज्दै हिँड्छ धारा चाहिँ 3 धारा चाहिँ होइन धारा खोज्दै यताबाट होला यताबाट बाटो हिँड्छ ए यहाँबाट अर्को रहेछ नि झर्ने बाटो नदेखेर हामीले झरना पनि रहेछ एउटा सानो स्मल झर्ना यहाँबाट नि बाटो छ त अब यताबाट यसमा पानी मुतेको जस्तो आइरहेको के म यता बाटो हेर्छु है एकजना त्यता रिसर्च जानु उतै बाटो त्यहाँबाट झर्नुपर्छ कुकुरले मुते जस्तो माइ गड जङ्गल त डेन्जर रहेछ हाम्रो स्थानीय दाइले नै बाटो भुलेपछि यहाँ हामी अलपत्रमा बाटो खोज्दैछौँ हेरौँ भेटिन्छ भन्ने होप चाहिँ छ हामी आशावादी छौँ तर बाटो चाहिँ साह्रै अप्ठ्यारो छ बाटो ओ माका बाटो त्यस्तो अप्ठ्यारो छ क्या फेरि ओ माका लुलुलु हुलुलु सुलुलु यहाँ पनि गङ्गटो पाउँछ सायद गङ्गटो छोपिदिने हो एक लट खोला हो यही हो राइट वेमा छौँ हामी तर हो बाटो ल यो बाँसको झारले पनि अलिकति होइन कन्फ्युज बनायो क्या यताबाट हो कि ए भेट्नु हो अर्को भाइ पनि पुगिसकेछ हो ल मेन बाटो उता अलिक सफा देखिरहेछ क्या तर यहाँ झर्नै गाह्रो रहेछ कि फेरि त्यहाँबाट झरेर कम्फोर्ट वे रहेछ तर उतैबाट जाउँ उहाँ पुगिसक्यो खाना हो क्या हो यो होइन राम्रोसँग है धारा त्यही तल छ आवाज सुन्नुभयो धाराको आवाज सुन्नुभयो बाफ्रे पल्लाएर आइयो फेरि मैले मजा आउँछ फेरि यस्तै बाटो हिँड्नु ए साथीहरूले बाटो भेटिसक्यो बाटो भेट्यो उताबाट आउनु है अगाडिबाट यहाँ हाइवे नै हुनुपर्ने हो ए यहाँ रहेछ बाटो यहाँ रहेछ बाटो बाटो भेट्यो मजा आउने रहेछ ए यस्तो छ ओ माय गॉड धारा त छ धारा चाहिँ भेट्यो ल एक्सपेक्टेसन भर्सेस रियालिटी भयो है अहिले चाहिँ कसम ल पनि फेरि यतै बन्द छ तर खोल्नु पर्दो रहेछ अरे क्या गिरको तानेपछि चाहिँ पानी आउँछ ओके फाइनली हामी धारा चाहिँ भेटिसक्यौँ यो हामी सानो फाइनल्ली हामी नुहाइसक्यो है दाइ अब हामी जाँदैछौँ लोकेसन भिजिट कस्तो फ्रेस भयो क्या झन मजा आयो कुन चाहिँ यस मजाले नुहाइयो चिसो पानी कुल वातावरण मेरो पछाडिको भ्यू हेर्नु न ओ यस्तो बवाल भ्यू यार